आजको यस भिडियोमा म तस्कर पिफा खोला हाइड्रो पावर लिमिटेड टिटिकेएचएलको बारेमा चाहिँ कम्प्लिट ब्रेकडाउन लिएर उपस्थित भएको छु र आजको यस भिडियोमा हामी चाहिँ सुरुमा त नेप्सेको हल्का यताउति हेरिन्छ, साथै यसको फ्लोरसिटहरू पनि हेरिनेछ। यसको चाहिँ आवरली अनि त्यसै गरेर डेली चार्ट प्याटर्नहरू कम्प्लिट रूपमा चाहिँ अनि फाइनलमा चाहिँ मेरो थट के छ त यसमा भनेर चाहिँ सेयर गर्नेछु है त। हामीले एनालाइसिस गर्नुभन्दा पहिला चाहिँ नेप्सेतिर जाऊँ। नेप्सेले चाहिँ अहिले अलिकति सपोर्ट लेभलतिर आएको हो कि जस्तो चाहिँ देखाएको छ। हिजो जुन हिसाबको चाहिँ तलको यो जुन लोवर विकले डिमान्ड क्रिएट भएको चाहिँ देखाएको थियो, हाई डिमान्ड हो, त्यो कुरालाई चाहिँ यसले रेस्पेक्ट गरेर आज त्योभन्दा माथितिर चाहिँ एउटा पोजिटिभ क्यान्डल बनेको छ। अर्थात् यसलाई चाहिँ एउटा राम्रो सपोर्टको रूपमा चाहिँ लिएर चलेको छ भनौँ होइन, लगभग 2570 को लेभलतिर। र यहाँबाट चाहिँ आज पनि फलोअपमा एउटा राम्रो पोजिटिभ क्यान्डल बन्यो र यहाँनिर चाहिँ हामीले यो क्यान्डल अनुसारको भोलोमा छ कि छैन भनेर हेर्दाखेरि चाहिँ अब हिजो जुन हिसाबको डिमान्ड क्रिएट भएको थियो त्यो कारणले गर्दाखेरि चाहिँ लोवर विक यो भोल्युम चाहिँ लोवर विकले गर्दाखेरि ल्याएको होला र आज चाहिँ खासै चाहिँ डिमान्ड क्रिएट चाहिँ भएको छैन। अब पोजिटिभ चाहिँ छ क्यान्डल होइन, पावरफुल छ हिजोको भन्दा, तर पनि यो जुन अप्पर विकले चाहिँ अलिकति यसलाई विक गराइदिएको छ र त्यो कारणले गर्दाखेरि चाहिँ भोल्युम हामीले कम देखिएको छ। त्यो कुरा चाहिँ यहाँनिरबाट क्लियरली देखेको छ र यो जुन हामीले यहाँनिर यो सपोर्टबाट एउटा सपोर्ट लिएर चाहिँ मार्केट अगाडि बढ्न थालेको देख्दाखेरि आरएसआईले पनि त्यसलाई नै फलोअप गरेर स्ट्रेन्थ रिगेन गर्न खोजेको जस्तो सिम्बल चाहिँ यहाँबाट दिन खोजेको छ। अनि त्यसै गरेर म्याग्डीको कुरा गर्दा पनि हिस्टोग्राम चाहिँ अलिकति फेड आउट हुन लागेको छ। अर्थात् अब भनेको रिभर्सल, अब चाहिँ ट्रेन्ड रिभर्सलको सङ्केत हो कि जस्तो पनि यहाँबाट देखिएको छ। ओके, त्यो कुराहरू भयो। अनि त्यसै गरेर हामीले पिभट पोइन्टको कुरा गर्दाखेरि चाहिँ पिभट पोइन्टबाट हेर्दाखेरि मार्केट अहिले ठ्याक्कै सपोर्ट लेभलबाट सपोर्ट लिएर चाहिँ माथितिर जान खोजेको जस्तो चाहिँ यहाँबाट क्लियरली देखिएको छ। अनि त्यसै गरेर हामीले इएमएको कुरा गर्दाखेरि चाहिँ ओके, कम्प्लिटली इएमएले हामीलाई के देखाएको छ भन्दाखेरि अहिलेसम्म हेर्दाखेरि चाहिँ मार्केट तलतिर नै जाने जस्तो चाहिँ अहिलेसम्मको लागि चाहिँ तलतिर भन्दा पनि जे होस् डाउन ट्रेन्ड छ। अब कतिखेरबाट यहाँबाट रिभर्सल हुन्छ भन्ने कुरा अलिकति माथि गइसकेपछि त्यसलाई सपोर्टको रूपमा चाहिँ एड गराउँछ होला। ओके, यहाँबाट हेर्दाखेरि अहिलेसम्मको लागि चाहिँ पोजिटिभ नै देखिएको छ। अब के हुन्छ भन्ने कुरा फर्दर भोलिको मार्केटले चाहिँ अभियसली देखाउला नै। र यहाँनिर चाहिँ टिपिकेएचएलको कुरा गर्दाखेरि मैले योभन्दा अगाडिको एनालाइसिसमा के भनेको थिएँ भन्दाखेरि योभन्दा तलतिर चाहिँ जब क्यान्डल बन्छ त्यतिखेर चाहिँ सेल गरेर निस्किनु होला भनेर, यसमा अथवा यसमा सेल गर्नुभएको भए ठिकै छ, होइन भने अब अलिकति गाह्रै होला यो लेभलसम्म पुग्नको लागि चाहिँ जस्तो लाग्छ मलाई। अनि त्यसै गरेर अर्को भनेको चाहिँ यो साइडवेजमा चाहिँ एउटा मोमेन्टम देखाउन खोजेको छ। यो लेभललाई चाहिँ मैले एउटा सपोर्टको रूपमा एक्ट गराएको छु र आजको हेर्दाखेरि चाहिँ पुरै होइन इन्भर्टेड ह्यामर टाइपको चाहिँ क्यान्डल बनेको छ। हुन त डोजी नै हो तर खासै हलचल चाहिँ छैन, तर देख्दाखेरि यो अप्पर विकले चाहिँ सेलिङ प्रेसर नै देखाएको छ। अब यहाँबाट माथि जान्छ भन्नको लागि त त्यति स्ट्रङ केही पनि कुराहरू चाहिँ कम्पोनेन्टहरू चाहिँ छैन यसलाई साथ र सपोर्ट दिनको लागि। तर पनि इफ हेरौँ यो सपोर्टबाट चाहिँ कस्तो एक्ट गर्छ। इफ यसलाई चाहिँ ब्रेकडाउन गऱ्यो भने चाहिँ मार्केट यो लेभलमा जान्छ, त्यो कुरा चाहिँ ढुक्क भयो हुन्छ, किनभने यो लेभलमा ग्याप अप भएको कारणले गर्दाखेरि यो लेभलमा चाहिँ आउँछ कि जस्तो चाहिँ लाग्छ। र यहाँनिर चाहिँ खासै सपोर्ट चाहिँ बिचमा चाहिँ छैन। सपोर्ट भनेको लेभल चाहिँ लगभग 410 को लेभलतिर चाहिँ एउटा सपोर्ट चाहिँ रहेको छ। जुन हिसाबले मार्केट घटेको छ, भोल्युम पनि कन्टेन्ट रूपमा घटेको छ, ठिक छ, यसमा केही हामीले गर्नुपर्ने कुराहरू केही पनि छैन भन्नको लागि। र पिभट पोइन्टको चाहिँ एउटा रेजिस्टेन्स लेभल भनेको 556 को लेभलतिर चाहिँ देखाएको छ। अब हामीले आवरलीबाट हेऱ्यो भने आवरली प्याटर्नबाट हेऱ्यो भने आजको दिनमा चाहिँ के भयो त, सुरुमा चाहिँ अब मार्केट पोजिटिभ नै भयो होइन, र तर पनि अप्पर विक छ। र सेकेन्ड आवरमा पनि मार्केट पोजिटिभ नै भयो, अप्पर विक छ। र 1 देखि 2 बजेसम्म हल्का अलिकति चाहिँ धेरै मुभमेन्ट भएन र 2 देखि 3 सम्म अलिकति घटाएको जस्तो चाहिँ देखाएको छ। र यहाँबाट देख्न सकिन्छ कि अब आवरलीबाट के कुरा देख्न सकिन्छ भन्दाखेरि यो लेभललाई चाहिँ ब्रेकडाउन गरेर मार्केट तल गयो भने चाहिँ सेल गरेर निस्किँदाखेरि राम्रो हुन्छ। एउटा राम्रो सपोर्ट लेभल भनेको चाहिँ 410 को लेभलमा रहेको छ। हामीले ब्रोकर होल्डिङ पनि हेर्छौँ के भइरहेको छ त। यो मन्थको कुरा गर्दाखेरि चाहिँ सबभन्दा धेरै उठाउने ब्रोकर नम्बर 62 रहेको छ, जसले लगभग 19,382 किता, 17 नम्बरले 9,505 किता, अनि 1 नम्बरले 9,364 किता, 74 नम्बरले 8,953 किता, 83ले 8,900 किता, 48ले 8,534 किता, 53ले 7,778 किता, अनि त्यसै गरेर 37 नम्बरले 6,930 किता, 33ले 6,711 किता, 65ले 5,435 किता उठाएको छ। यहाँबाट चाहिँ क्लियरली देख्न सकिन्छ भनेको लगभग 20,000 सम्म। अनि यता जोड्दाखेरि चाहिँ लगभग ओके, अब सबभन्दा धेरै फाल्नेमा चाहिँ ब्रोकर नम्बर 58 रहेको छ, जसले लगभग 74,604 किता फालेको छ। 49ले त्यसै गरेर 17,000 फालेको छ। 6 नम्बरले पनि 5,485 किता, अनि त्यसै गरेर 34ले 4,646, 21 नम्बरले 3,720 किता, 35 नम्बरले 3,607 किता, 4 नम्बरले 3,114 किता, 77ले 3,040, 51ले 2,375 र 47ले 2,191 किता गरेर चाहिँ फालेका छन्। यहाँबाट मतले चाहिँ हामीले क्लियरली के देखेको छ भन्दाखेरि उठाउने भन्दा फाल्ने चाहिँ धेरै छ भनेर देखिएको छ। इफ हामीले
हिसाबले चाहिँ हामीले विकलीको कुरा गऱ्यो भने चाहिँ यो विकमा सबभन्दा धेरै उठाउने ब्रोकर नम्बर 53 रहेको छ, जसले 5887 किता उठाएको छ, 52ले 3140 किता, 45ले 2679 किता, 42ले 2660 किता, 33ले चाहिँ 2631 किता, 17ले 2215 किता, 48ले 2137 किता, 37ले 1760, 83ले 1680 र 5 नम्बरले 1500 किता उठाएका छन्, क्लियरली देखिएको छ। र 58 नम्बर छ सबभन्दा धेरै फाल्ने, जसले चाहिँ लगभग 13303 किता फालेको छ। यता चाहिँ सबभन्दा धेरै फाल्ने 5000 भनेको विकलीमा पनि सबभन्दा धेरै फाल्नेले चाहिँ उठाउने भन्दा 28ले 2325 किता फालेको छ, 49ले 2063 किता, 34ले 1951 किता, 64ले 1540 किता, 36ले 1587 किता, 6 नम्बरले 1400, 97ले 1230, 21ले 1140 र 57ले चाहिँ 1072 किता फालेको यहाँबाट क्लियर देखिएको छ। र यहाँबाट हेर्दाखेरि चाहिँ हामीले के कुरा थाहा पायो भन्दाखेरि यो विक र मन्थली जे भयो भने फाल्ने चाहिँ उठाउने भन्दा धेरै भन्ने कुरा यहाँबाट क्लियरै देखेको छ। अब भनेको चाहिँ फाइनल थट के छ भन्दाखेरि इफ यसलाई ब्रेकडाउन गरेर मार्केट तल आउँछ लगभग 480 को लेभललाई भने पार अब हामी बाईको लागि चाहिँ सरी सेलको लागि जान सकिन्छ होइन। यहाँबाट केही हामीले अपवार्डको सिग्नल चाहिँ देखिएला जस्तो त मलाई लाग्दैन। यो लेभलतिर गयो भने चाहिँ बाईको लागि सिग्नल चाहिँ पाउन सकिन्छ होला। ओके, के चाहिँ यसमा तपाईँको एनालाइसिस, तपाईँले के गरिरहनु भएको छ, अहिलेसम्म होल्ड छ कि सेल गरिसक्नु भयो कि अथवा केही एक्स्ट्रा सेकेन्डरी मार्केटबाट उठाइरहनु भएको छ कि, त्यो कुराहरू चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला।